Happy birthday to you. Thank you. Happy birthday to you. Thank you. Happy birthday to you. Thank you, Maya. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Aku चाहिँ होस् बोल्दिन. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. यता हेर्नुस् त पक्नुस् त पक्नुस्. Happy birthday to you. Happy birthday to you. Hi guys, welcome back to my channel again. मैले चाहिँ आज भिडियो बनाउने सोचिरहेको छु. आज चाहिँ मेरो प्यारीको बर्थडे हो. त्यसैले आज हामी दुईजना चाहिँ डेटिङमा आएको छौँ भन्न नमिल्ने. आज चाहिँ हामी दुईजना कहाँ छौँ? गोदावरी डेटिङमा आएको. हामी चाहिँ आज गोदावरी घुम्न आएको छौँ उसको स्पेसल डे को अवसरमा. ह्यापी बर्थडे टु यु. 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 के भएको होला साथीहरू यत्रो विस गर्दा पनि केही भन्दैन हौ. र हामी चाहिँ है गोदावरी घुम्न आएको थियौँ. म त पहिला आजभन्दा लगभग 15-20 त भन्दिनँ 14-15 वर्ष नै भइसक्यो होला. म एकचोटि आएको थिएँ पहिला. पसिना नि हेर्न सक्नुहुन्छ मेरो अनुहार. हजुर यहाँ आइपुग्दाखेरि अलिअलि मेरो यादस वापस आयो. पहिले आएको घुमेको अलिअलि मैले सम्झेँ भनेर पहिला आएको अलिअलि यादहरू चाहिँ आयो. तर यस्तो उ थिएन नि त त्यति बेला अलिक खुल्ला खेल्छु लागेको थियो. अहिले त जङ्गलहरू टन्न रहेछ यता वरिपरि नि. धेरै हिँड्नु पर्दा चाहिँ पहिला त एकैछिनमा गाडीबाट ओर्ले जस्तो लागेको थियो. बच्चामा त हो 1 कि 2 मा पढ्दा हो हामी बस्नुधारा बस्दाखेरि आएको थियौँ क्या स्कुलबाट. मलाई याद चाहिँ अलिअलि छ. त भित्र गएपछि चाहिँ पुरै याद हुन्छ होला सायद. भित्र चाहिँ वापस आउँछ पुरै. भित्र गएपछि हेर्दै जानु होला तपाईँहरू. ह्यापी बर्थडे टु यु. पूजाको यादस वापस आउँछ. ह्यापी बर्थडे टु यु. ह्यापी बर्थडे टु यु. आज बर्थडे भएर घुम्न आएको त होइन है हामी. ह्यापी बर्थडे टु यु. 생일 축하합니다. 생일 축하합니다. ह्यापी बर्थडे टु यु. कसको बर्थडे हो? ल साथीहरू हामी भित्र गएर भेटौँ न. एकचोटि घामले लास्टै पोलेको है. पसिना त साथीहरू हामी चाहिँ भित्र छिरिसक्यौँ कि. अनि ठ्याक्क छिर्दाखेरि ठ्याक्क हामीले लोटस देखेर कस्तो राम्रो फुलेको म तपाईँलाई देखाउँछु हेर्नु न. ढ्यान्टेडे कस्तो राम्रो फुलेको रहेछ क्या. मेरा त यो देखेँ. पहिला चाहिँ एकदम खुल्ला थियो क्या. हामी आउँदाखेरि चाहिँ अनि यसो आँखाले यसो हेर्दाखेरि सबैतिर यताउता सबै देखिन्थ्यो. अहिले भित्र सबै यो रुखहरूले भरेर सबै यस्तो गार्डन टाइपको यो बनाएको रहेछ क्या यस्तोहरू. पहिला चाहिँ एकदम खुल्ला थियो क्या. अहिले चाहिँ खाली ठाउँमा यस्तोहरू मात्रै राखेको रहेछ. यस्तो हिँड्ने बाटोहरू यस्तो बनाएको रहेछ क्या. नत्र पहिला चाहिँ पुरै खुल्ला थियो अनि हिँड्ने बाटोहरू थियो. म तपाईँहरूलाई लोटस हेर्दैन कोपिएर पनि हेर्छु थियो. कस्तो राम्रो फुलेको क्या. एउटा टिप्नु पायो भने टपक्क टिप्नमा पाउँदैन मिल्दैन. गाह्रो छ. स्टुडेन्टहरू पनि टन्न आएको रहेछ यतातिर आज. प्रायः स्टुडेन्टहरू आइरहन्छ. हामी पनि स्कुलबाट आएको थियौँ पहिला आउन चाहिँ. आज पनि टन्न आएको रहेछ स्टुडेन्टहरू. हामी सब एक ठाउँमा गएर बसेर पहिला के खाउँला भनेको. यस्तो मजाले देखाइदिन्छु म तपाईँहरूलाई. कस्तो खालको बनाएको आजभोलि त. यो त कहाँ गयो एउटा मान्छे फेरि पर पुगिसकेछ. आज चाहिँ मैले उसलाई इरिटेट गर्नेवाला त इरिटेटवाला प्र्याङ्क गर्ने त्यसको बर्थडे हो नि त आज. अनि ह्याप्पी बर्थडे कि ह्याप्पी बर्थडे भनेर मैले उसलाई चाहिँ एकदम इरिटेट गर्नेवाला छु क्या. त्यही भएर वा यहाँ नै गिफ्ट यस्तो बनाएछ क्या. ऊ स्टुडेन्टहरू पनि आज. तर अहिले पुरै चेन्ज भइसकेको छ क्या. पुरै अनि हुन पनि कति त 10-12-15 वर्षै भइसक्यो. अनि त्यतिसम्म पनि चेन्ज भएन भने त होइन. अनि
आज चाहिँ म बर्थडे गर्ललाई चाहिँ एकदम इरिटेट गर्नेवाला छु ल। उसले मलाई सुनिरहेको होला सायद अगाडि जाँदैछ खुइका खुइ। आज उसको बर्थडेको दिनमा मैले उसलाई इरिटेटवाला प्र्याङ्क के अझ कति छ हेर ऊ माथि चाँप के फुल पनि फुलिरहेको रहेछ। म तपाईँहरूलाई देखाउँदै जान्छु नि ल। मैले त्यो भित्र नि छ खोला बगिरहेको छ। ओ केटी कहाँ हिँडेको खुइका खुइ कहाँ हिँडेको खुइका खुइ। ह्याप्पी बर्थडे टु यु। किन भागेको? ह्याप्पी बर्थडे टु यु। कसको बर्थडे हो? ह्याप्पी बर्थडे टु यु। कसको बर्थडे हो? ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू माया। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। कहाँ बस्ने? कहाँ बस्नु हो? ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू माया। ह्याप्पी बर्थडे टु यु। वाउ फ्लावर गाइस। गोदावरीमा त फ्लावरको गार्डन त सब पाउने। सूचना कृपया उत्थानका नियमहरू पालना गरौँ अरे। ओके फुलहरू चाहिँ एकदम छ। फुलको टाइप्सहरूको नाम पनि लेख्दा होला। यहाँनिर ऊ पनि रहेछ हंसराज पनि मजाको फुल्यो त। ठुलो बोट रहेछ मजाको फुल्यो रहेछ। मस्ती ओइ ऊ त चाँप होइन कि के हो? हो यत्रो वर्षमा चेन्ज पनि केही नहोस् है। कता चाहिँ फुल त माथि चाँपको मजाको फुल्दैछ। नटिप्नु हेरको पिला नचुर्नु पाप लाग्दछ नच्यात्नु फुल्ला नानी हो दया र धर्म लाग्दछ। ए दर्व भने कि दर्व हामीले पहिला बच्चामा त्यस्तो गाउँथ्यौँ। अहिले त पुरै चेन्ज। यो घर पनि थिएन पहिला। यता गार्डनहरू चाहिँ छ। खानेहरू चाहिँ यता छ। यो प्लास्टिक नल्याउनु भन्नु चाहिँ सरी ल। हामीले ल्यायौँ। हामी रिटर्न ब्याग गोजीमा हालेर खानाहरू नै अलरेडी के अरे प्लास्टिकमा थियो नि त। त्यसैले हामी चाहिँ प्लास्टिक ल्याएर आयौँ ल। दुईवटा मिलेको जति चाहिँ निकालिदिउँ। अब हो ए ल बन्द गर हामी चाहिँ यहाँभित्र बसेर खाना थियौँ कि यहाँ त मिल्दैन अरे नि त। हामीलाई थाहा छैन। हामी त फर्स्ट टाइम आएको। अब के थाहा त होइन। बिचरा नि दिदीले हामीलाई इन्फर्म गरिदिनु भयो। त्यसको लागि धन्यवाद। हामी चाहिँ फेरि तल जाँदैछौँ ग्राउन्डमा तल बसेर खानको लागि। त्यसपछि फेरि यतितिर घुम्नुपर्छ है त। बिचरा भोकले चुइक भएर पुरा खानु भनेर अत्तालिएर बसेको त लास्टमा त के को खान पाउनु आयो। मलाई चाहिँ फेरि मार्केट लाग्नु लाग्छ कि अनि कान बन्द भएकै छ क्या। स्पिकर जस्तो बोलिरहेको छु म त स्पिकर जस्तो बोलेको सुनिरहेको छु आफ्नो साउन्ड आफैले। हातको पाखुरा कस्तो देखेको साथीहरू। अब हामी चाहिँ खाजा खान लाग्यो है। तल ग्राउन्डमा छौँ। अब हामी चाहिँ गम खाजा खाने अनि त्यसपछि घुम्नु जाने। मलाई कस्तो खालको देखेको हौ यहाँनिर यताबाट जमा। अब हामी चाहिँ खाजा खान लाग्यो है गाइजहरू। अब हेर्नु त्यसपछि चाहिँ घुम्नु जानु ला। कस्तो गर्मी लास्टै गर्मी छ है। बस अब उतापट्टि राख्छु म क्यामेरा। त्यो फलफुल चाहिँ लास्टमा खाउँ है। के फलफुल चाहिँ लास्टमा खाउँ है। प्लास्टिक माथि चाहिँ गर्नुपर्छ नि।
अचार बनाएको बनाएको छ गर्मीमा चाहिँ होइन अनि कहाँ जाने यो गर्मीमा साथीहरू तातो यो मोमो तातो छ नि त त्यसैले अचार त तातोले गर्दा उयो हुन्छ क्या पनि बनाएको सेट गरेर यो सँग मात्रै भने त्यसलाई चाहिँ के हुन्छ त्यो अचार होइन टपको अचार के हो चप्प अनि कम हो अनि त्यसलाई त्यो खाने याद गरेर कम्ती ल्याएको छैन टिस्यु पनि ल्याएन Happy birthday to you. 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 Kaya cheers karam. Happy birthday to you. Tatirong. Happy birthday to you. लगेर डिफ्रिजमा एकछिन राख्नु लाउँदा Happy birthday to you. म लिपस्टिक लाउँछु Happy birthday to you. अहिले नलाउने पहिला खाने अनि लाउने अब म कपाल यहाँ माथि पोका पार्छु Happy birthday to you. सुने न थ्याङ्क यू माया 생일 축하합니다. अघि मैले के भन्नु सिकाएको थिएँ भन न खोइ गोडालाको भुट्टा कि कन्ता खोइ गोडालाको भुट्टा कि कन्ता के पो भन्नु मैले के भन्नु सिकाएको अरे गोडालाको भुट्टा होला के भन्दा म चाहिँ सेङ्गेल सुक्का हामीले भन्छु गो ऊ चाहिँ अनि के भन्नु सिकाएको थिएँ स्याङ्गुल छुक्का सेङ्गेल सुक्का मैले भनेको त्यो चाहिँ अनि तिमीलाई चाहिँ मैले के भन्नु सिकाएको थिएँ गोडालाको भुट्टा आयो है एकचोटि भन त म भन्छु 감사합니다. 감사합니다 고डालाको खुट्टा
गरेलाको खुट्टा भन्नु नि बरु ए पोलिटी मार्नु जान्दिनँ हौ म त हजुर सेट भएर होइन अचार चाहिँ खानु पाएन के पो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू ह्याप्पी बर्थडे टु यु खाऊ ह्याप्पी बर्थडे टु यु मलाई त्यस्तो भन्दा त लाजै लाग्छ है साथी के ह्याप्पी बर्थडे भन्दा त त्यसो भए सेमिन छुक्का हामीलाई भन्नु नि त तिमीलाई लाज लाग्छ भन्दा सेमिन छुक्का हामीलाई केटाको झ्याप कति रमाइरहेको ह्याप्पी बर्थडे टु यु अब चाहिँ हिँड्नु पनि सक्दैन पेट ठुलो भएर अब बिसाउनु होला नि यतातिर ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू माया ह्याप्पी बर्थडे टु यु हेर्नु साथीहरू आज यहाँ छिटो देख्यो है ह्याप्पी बर्थडे कतिचोटि गनेको भएदेखि यति बेला 222 चोटि पुगिसक्यो ह्याप्पी बर्थडे टु यु 23 ल 223 भनेको कि 23 मात्र भनेको ह्याप्पी बर्थडे टु यु 24 हामीले खाइ नसक्ने रहेछौँ ह्याप्पी बर्थडे टु यु हामी तर कर गर्छौँ 24 25 26 काटेर खाने मजा भन्नु ह्याप्पी बर्थडे टु यु एउटा मात्रै खानुपर्छ ल्याएर भुल्छ अनि ल त ह्याप्पी बर्थडे टु यु चप खाऊ खाऊ मलाई त खाएपछि निद्रा लाग्छ सुत्नुमा त यही बङ्लाङ बङ्लुङ सुतुङ अनि जान्छ खाएपछि सुत्ने बानी नराम्रो डान्स चल्छ त ह्याप्पी बर्थडे टु अर्को पालि चाहिँ ग्रुपमा आउनु पर्ला छ त्यति बेला हामी पनि बजाउने ह्याप्पी बर्थडे टु यु अब चाहिँ रुन्छु म बर्थडे होइन आज कतिचोटि भनेको ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु पेट हेर्नु पेट देखिँदैन तिम्रो पेट यता आउनु चाहिँ मजा हुन्छ सबैको देख्छु जोडा र जोडी बिजोडी म एउटा हो त्यस्तो गीत छ त एउटा Happy birthday to you. Happy birthday to you. No birthday. Bisa aja kalau bicara ya. Happy birthday to you, eh? Happy birthday to you, eh? यसमा नि म्याङ्गो टाक्सेकोले त्यसको फ्लेभर आएको छ नि लान्छ दाना अनि पलायो भने मुखदेखि फल्छ अनि म खान्छु म बोट बोकेर हिँड्नु यो चाहिँ लगाइहाल्नु खोइ हाल्नु तिहारको बर्थडेमा पोहोरको तिहारको रुपाट गएको अब आगोको तिहारमा लाउनु है अन्त त दिक्कत भयो नि
के गर्दाखेरि अस्ति फोन सार्दाखेरि हो क्या हो कि नयाँ फोन छैन त्यति बेला नयाँ फोन एक थियो तपाईँले लाम्दा चाहिँ गर्नु शादी करोगी बर्थडे टु झुमका दिलाऊंगा कंगना दिलाऊंगा सब कुछ मैं लाऊंगा तेरी कसम ह्यापी बर्थडे चंगा के पो भन्छ नि चंगा उडाऊंगा चंगा उडाऊंगा के पो भन्छ त्यही हो तारे दिलाऊ चंगा ते सूरज झुकाऊंगा चंगा उडाऊंगा सूरज झुकाऊंगा तारे दिलाऊंगा सब कुछ मैं लाऊंगा तेरी कसम ह्यापी बर्थडे टु ला फोर बनाएको मैले चाहिँ मुझसे शादी करोगी मुझसे शादी करोगी गोदावरी बनैमा राख मलाई मनैमा गोदावरी बनैमा राख मलाई मनैमा आउन माया सँगै खाउन आउन माया सँगै बसाउन मोमो खाउन ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु केक काट फेरि यस्तो छैन यार यस्तो ह्यापी बर्थडे भन्दा कसम यार मोमो धेरै भयो है मोमो एक प्लेट मात्रै ल्याउनुपर्छ त्यहाँ सेलाए पनि त्यसलाई फेरि पनि बिग्रियो Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Thank you. Happy birthday to you. thank you Happy birthday to you. thank you खै त्यहाँको समय लाग्छ काली काली हिस्सी परेकी मोरे हेर न कस्तो आँखा तरेकी जाउँ हिँड कलकत्ता अनि के भन्दैछ गीतले अन्त भुगी त भाइ अब हामी चाहिँ खाजा खाएर अब हिँडेको साथीहरू घुम्नलाई कता कता घुम्ने हो थाहा छैन ठाउँ चाहिँ यसो जता जता हिँड्ने बाटो छ त्यता त्यता हिँडिदिनु पर्ला नि यतापट्टि आउन यार मै भिडियो गर्दाखेरि जहिले मेरो छेउमा आउनु ल होइन भने गोडा खान्छ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ओइ खोला त उता पो त कहाँ हो खोला ह्यापी बर्थडे टु यु एक्सट्रिम चाहिँ तातो भयो अनि यहाँ खोलामा भिजाएर राख्ने उसले चिसो बनाइराख्ने अरे बगाएर कहाँ पुऱ्याउँछ ऊ त्यो कुलो ऊ त्योमा राख्न ऊ त्यो बिलमा चाहिँ अहिले जुगा पस्यो भने अनि त्यहाँदेखि पानी चिसो छ भुइँको खोलाको हामी चाहिँ ऊ चाहिँ धेरै नाचेको छ है आज ह्यापी बर्थडे टु यु ओ ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु हात्तीले पार्यो ओ अर्किड हेर न त्यहाँनिर फुलिरहेको रहेछ अर्किड हाम्रो गाउँतिर चाहिँ के भन्छ त्यसलाई गम फुल भन्छौँ नि हामी चाहिँ अब हामी चाहिँ फेरि घुम्न जानु लाग्यो उसले चाहिँ नाचेर टिकटक बनाउँछ उसको टिकटक हेर्नको लागि चाहिँ उसको आइडी जानु होला टिकटकको आइडी के छ तिम्रो एड्रिना राई छ उसको चाहिँ टिकटक आइडी ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु के गर्यो
खेद्दो गरे नि तिमीले ह्यापी बर्थडे टु यु खै यहाँ फोटो खिच्यौ त एउटा ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु गर्मी ने हमको आज खा लिया है बहुत ज़्यादा इतना बड़ा बड़ा घाम लग रहा है इधर घाम ने हमको सिंगे निकल चुका है घाम मामा ऐसा मत करो हमको जरा सा प्यार दिखाओ जरा सा हमको हम भी ऐसे करके आएंगे एक दिन कैमरामैन लेकर हम भी कैमरामैन ए यहीं रहेछ त नि बगनबेली का फूल हमने बाहर से देखा था इधर है अभी हम आ चुके हैं इधर हैप्पी बर्थडे टू यू सनफ्लावर त्यो फुल्दैछ सनफ्लावर पनि ओ त्यहाँ चापको फुल पनि छ फुल्दैछ अनि हिँड्दाखेरि हल्लेको होला साथीहरू हामी चाहिँ अब फर्किन लागेको अहिले चाहिँ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल अब हामी चाहिँ फर्किन लागेको धेरै घुमिएन पनि घामले लास्टै पुरै एकछिन बस्यो फोटो पनि धेरै खिचिएन अलिअलि खिच्यो अनि म चाहिँ गरिब भएर एकछिन सकेको छुइनँ बोल्नु म बिर्साङ भन्छु ऊ चाहिँ हिँडेको गर्छ घाममा हेर्नु न मलाई छोराखेर हिँडेछ माया पनि छैन मेरो म त हेर्नु त मेरो हालत पसिना आएर खलखली भएर मर्नु आँटेको छु उसलाई मेरो माया छैन हिँडिसक्यो उसलाई चाहिँ अझै पनि थाहा छैन क्या मैले उसलाई प्र्याङ्क गरिरहेको छु भनेर इरिटेट गरिरहेको छु भनेर झ्याउ मारेको छ क्या अब हामी चाहिँ फर्किन लाग्यो अब यहाँदेखि गाडी 2-3टा फेर्नुपर्छ नि त त्यसैले हामी चाहिँ अब फर्किन लागेको अब म सायद भिडियो इन गर्छु होला आजको लास्ट गरम छ यार बसिरह्यो भने चाहिँ शीतल हुन्छ हावामा शीतलमा हिँड्यो भने त लास्टै गर्मी छ घाम यस्तो घाम छ त्यही माथि मलाई यो रुगा लाग्नु लागेको रहेछ कि यो कान दुखेर बन्द भएर कस्तो भइरहेछ कि यो स्पिकर जस्तो सुनिरहेछ आफ्नो आवाज मतलब आफै बोलेको स्पिकर जस्तो भइरहेछ क्या कान बन्द भइरहेको छ अब हामी जान्छौँ ओ पर पुगिसक्यो आऊ भन्दैछ यहाँ आऊ न गरिन भएर यार मलाई मार्नु मन छ आज तिमी जन्मेको दिन मलाई मर्नु मराउने ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु यस्तै गर्छ साथीहरू उसले मलाई तर मैले तिमीलाई आज के इरिटेटवाला प्र्याङ्क गरेको थिएँ क्या तिमीलाई म आज दिनभरि इरिटेट गर्नेवाला प्र्याङ्क गरेको थिएँ क्या ह्यापी बर्थडे भनेर इरिटेट गर्छु भनेर कति इरिटेट भयो जहिले पनि मेरो पछाडि बस्छ भन्ने चाहिँ भिडियो बनाउँदा हेर्नु न मलाई यस्तो हेप्छन् अनि मैले ओले यो त कापल पो रहेछ राजा घोडामा लिनु आएछन् त उपर सुमासी अङ्कल आन्टीको राजा रानी चल्दैछ हेर्नु त वयस्कहरू चल्दैछ यहाँ त 3टा ढोका रहेछ पनि कता जाता जानु कस्तो इरिटेट भएको भएन आज मैले भन्दा छैन भएन झन् त्यत्रो इरिटेट गर्ने मैले त्यत्रो प्रयास गरेको थिएँ तिमीलाई ह्यापी बर्थडे टु यु भनेर काउन्ट पनि गरेको होइन कतिचोटि मैले भने कतिचोटि पुऱ्याएको छु कम्तीमा 300 चोटि चाहिँ भन्नु 300 चोटि मात्र डार्बिन तिमी पनि आएपछि हामी यसरी यहाँ आउनुपर्छ ल है म चाहिँ फोटोग्राफर क्यामेरा गरेर जोडी ल अब हामी चाहिँ निस्केको साथीहरू यहाँबाट है गुजारामा चाहिँ हेऱ्यौँ नि मजाले फोटो पनि खिचिएन अलिक हतार छ आज मेरो हात दुःख अब चाहिँ लु राखिदिएको ल है त ल थ्याङ्क यू फर भिजिट बाई बाई टाटा बाई बाई